हेलो विद्यार्थी भाइ बहिनीहरू, वेलकम टु द वर्ल्ड अफ कोअर्डिनेट जोमेट्री। हामीले हिजो कोअर्डिनेट जोमेट्रीको एपिसोड 1 भन्दा अगाडि चाहिँ हामीले के कुरा डिस्कस गरेका थियौँ भने आइओईमा चाहिँ कोअर्डिनेट जोमेट्री, म्याथमा चाहिँ कोअर्डिनेट जोमेट्री भन्ने च्याप्टरमा कुन च्याप्टरहरू चाहिँ हामीले स्टडी गर्छौँ, कुन च्याप्टरहरूबाट चाहिँ आइओईमा सोधिरहेको छ क्वेसन्सहरू भनेर आइओईको सिलेबसमा इन्क्लुडेड गरेको छ भन्ने कुराहरू डिस्कस गरेका थियौँ भने आज एपिसोड 1 अब आजबाट म्याथ सुरु भयो है, कोअर्डिनेट जोमेट्री सुरु भयो। एपिसोड 1 सुरु भइसक्यो। अब ढिला नगरिकन हामीले यो प्रत्येक एपिसोडहरू रेगुलरली हेर्नु होला भनेर मैले तपाईहरुलाई सजेसन पनि गर्न चाहे। अनि एपिसोड 1 बाट आज हामी फेरि स्ट्रेट युनिट 1 को स्ट्रेट लाइन एन्ड पेयर अफ लाइन्स भन्ने च्याप्टर चाहिँ सुरु गर्दै छौं। यहाँ हामी एकदमै बेसिक कुराबाट जान्छौं, एकदमै बेसिक कुरा है, सामान्य भन्दा सामान्य कुरा। किनभने हामीलाई के गर्ने बानी बसेको हुन्छ भन्दाखेरि ठुल्ठुलो कुराहरू गर्ने, ठुल्ठुलो न्यूमेरिकलहरू गर्ने बानी बसेको हुन्छ, तर सानो कुराहरू चाहिँ बिर्सिँदै गइरहेको हुन्छौँ हामीहरू। त्यही भएर हामी यहाँ चाहिँ अब के गर्छौँ त भन्दाखेरि बेसिक भन्दा बेसिक चिजहरू गर्दै एडभान्स लेभलसम्म जान्छौँ है। अब यो हाम्रो कोअर्डिनेट जोमेट्रीको कुरा गर्दाखेरि चाहिँ युनिट 1 मा चाहिँ हाम्रो स्ट्रेट लाइन एन्ड पेयर अफ लाइन छ। अब लाइन बुझ्नुभन्दा अगाडि, लाइन के हो भन्ने कुरा बुझ्नुभन्दा अगाडि चाहिँ हामीले के बुझ्न पर्छ त भन्दाखेरि यो क्वाड्रेन्टहरूको बारेमा चाहिँ बुझ्न पर्छ भन्ने कुरा हो है। कुन ठाउँमा चाहिँ पोइन्ट्स पहिला लाइन बुझ्नुभन्दा अगाडि पोइन्ट्स बुझ्न जरुरी छ भन्ने कुरा हो। पोइन्ट्स भनेको के हो त, अथवा पोइन्ट्स भनेको के हो भन्ने कुरा हो भने पोइन्ट बुझ्न जरुरी छ। लाइन बुझ्नुभन्दा अगाडि पोइन्ट के हो र पोइन्ट्सहरू भनेको के हो भन्ने कुरा बुझ्न जरुरी छ। किनभने पोइन्टहरू मिलेर नै लाइन बनेको हुन्छ, पोइन्ट्सहरूबाट मिलेर नै लाइन बनेको हुन्छ भने पोइन्ट्स के हो भन्ने कुरा बुझ्न पर्यो। पोइन्ट्स के हो भन्ने कुरालाई पोइन्ट्स दुईटा कुराले डिफाइन हुन्छ। अब 2D को कुरा गर्दैछौँ भने 2 डाइमेन्सनको कुरा गर्दैछौँ भने दुईटा कुरा भनेको दुईटा कोअर्डिनेटले डिफाइन गरिन्छ, कोअर्डिनेट्सहरू दुईटाले डिफाइन गरिन्छ। त्यो भनेको एक्स कोअर्डिनेट र वाई कोअर्डिनेटले डिफाइन गरिन्छ। यो कोअर्डिनेट डिफाइन गर्ने मेन आधार भनेको कोअर्डिनेट्स है। यो कोअर्डिनेट्सहरू डिफाइन गर्ने मेन आधार भनेको यो क्वाड्रेन्ट्स हो। क्वाड्रेन्ट्समा पनि हामीसँग 4 वटा क्वाड्रेन्ट्सहरू हुन्छन्। यो भनेको यहाँ आई फर्स्ट क्वाड्रेन्ट, यो भनेको फर्स्ट क्वाड्रेन्ट, यो भनेको सेकेन्ड क्वाड्रेन्ट, यो थर्ड क्वाड्रेन्ट र यो फोर्थ क्वाड्रेन्ट। अब यहाँनिर मैले लेखिदिएको छु यहाँ पोजिटिभ एक्स एक्सिस, यसलाई नेगेटिभ एक्स एक्सिस, यो नेगेटिभ वाई एक्सिस र यो पोजिटिभ वाई एक्सिस। भने फर्स्ट क्वाड्रेन्टमा हेर्यौँ भने एक्स पनि के छ, पोजिटिभ छ, वाई पनि के छ, पोजिटिभ छ। भने यहाँनिर के हुने भयो त भन्दाखेरि पोजिटिभ एक्स हुने भयो अनि पोजिटिभ वाई हुने भयो। भनेको मतलब दुईटै कोअर्डिनेट के हुन्छन् हाम्रो, पोजिटिभ हुन्छन्। यदि दुईटै कोअर्डिनेट पोजिटिभ छन् भने त्यो पोइन्ट कहाँ पर्यो भन्ने कुरा बुझ्न पर्यो त हामीले फर्स्ट क्वाड्रेन्टमा पर्यो भन्ने कुरा बुझ्न पर्यो है। त्यस्तै यहाँ कुरा गर्ने हो भने सेकेन्ड क्वाड्रेन्टको कुरा गर्ने हो भने के छ त, एक्स चाहिँ हाम्रो के छ, नेगेटिभ छ अनि वाई चाहिँ हाम्रो के छ, पोजिटिभ छ। भने यहाँनिर के हुने भयो, एक्स चाहिँ हाम्रो नेगेटिभ हुने भयो अनि वाई चाहिँ हाम्रो के हुने भयो त, पोजिटिभ हुने भयो है। सिमिलरली थर्डको कुरा गर्ने हो भने थर्ड क्वाड्रेन्टमा कुरा गर्ने हो भने एक्स पनि नेगेटिभ वाई पनि नेगेटिभ भनेपछि के हुन्छ त हाम्रो एक्स पनि नेगेटिभ वाई पनि नेगेटिभ भनेपछि यो दुईटै भ्यालुहरू यसको के हुने भयो, नेगेटिभ हुने भयो। सिमिलरली फोर्थ क्वाड्रेन्टको कुरा गर्ने हो भने एक्स चाहिँ हाम्रो पोजिटिभ तर वाई चाहिँ हाम्रो के हुन्छ त, नेगेटिभ हुन्छ भन्ने कुरा हो। अब तपाईहरुलाई भोलि के गर्यो भने जस्तो कि मानौ कुनै पोइन्ट पी दियो, कुनै पोइन्ट दियो पी, कुनै पोइन्ट दियो तिमीहरुलाई पी दियो है, कुनै पोइन्ट दियो तिमीहरुलाई पी अनि पी भन्ने पोइन्टको सपोज कोअर्डिनेट दियो कति दियो त भन्दाखेरि 2,-3 दियो भन्ने कुरा हो। पी भन्ने पोइन्टको कोअर्डिनेट 2,-3 इक्जाम्पलको रूपमा लिएको हामीले 2,-3 दियो भने यो 2,-3 पहिला कुन क्वाड्रेन्टमा पर्यो भन्ने कुरा छुट्याउन जान्नु पर्यो हामीले है। कोअर्डिनेट जोमेट्री पढ्नलाई बेसिक कुरा भनेको यही पहिला है, यो कुन क्वाड्रेन्टमा पर्यो भन्ने कुरा हो। भने अब यहाँ हेर्नु त एक्स पोजिटिभ छ वाई नेगेटिभ छ, एक्स पोजिटिभ छ वाई नेगेटिभ छ भने एक्स पोजिटिभ कता छ, एक्स पोजिटिभ वाई नेगेटिभ भनेको कुन क्वाड्रेन्टमा पर्यो त, यो फोर्थ क्वाड्रेन्टमा पर्यो भन्ने कुरा भयो है त। यो कोअर्डिनेट चाहिँ तिमीहरूको कता पर्यो त, फोर्थ क्वाड्रेन्टमा पर्यो भन्ने कुरा बुझ्न पर्यो हो। यति कुरा जानिसकेपछि बल्ल क्वाड्रेन्ट्सहरूको बारेमा थाहा पाइसकेपछि बल्ल हामीले के बुझ्न सक्छौँ त, कुन ठाउँमा अथवा कुन क्वाड्रेन्टमा चाहिँ हाम्रो त्यो लाइनको पोइन्ट चाहिँ हाम्रो के गर्दैछ, लोकेट गर्दैछ भन्ने कुरा त्यहाँबाट बुझ्न सक्छौँ है। अब यो भइसकेपछि एक्स एक्सिसलाई चाहिँ हाम्रो के भन्छ त, अब कोअर्डिनेट जोमेट्रीको भाषामा एक्स एक्सिसलाई चाहिँ के भन्छ भने एक्स एक्सिसतिर भएको डिस्टेन्स जुन छ त्यसलाई चाहिँ एक्स एक्सिसलाई तिमीहरूको एब्सिसा भन्छ।
एब्सिसा भन्छ भने वाइ एक्सिसतिर भएको हाम्रो कोअर्डिनेटलाई त्यसलाई चाहिँ हाम्रो के भन्छ त अर्डिनेट भनेर भन्छ है। एक्स एक्सिसतिर भएकोलाई एब्सिसा र वाइ एक्सिसतिर भएकोलाई चाहिँ के भन्छ त अर्डिनेट भनेर भन्छ भन्ने कुरा हो। ल अब यति बेसिक कुराहरू थाहा पाइसकेपछि जस्तो हामीले पोइन्ट्सहरूको कुरा गर्यौं, पोइन्ट्समा कोअर्डिनेट्सहरूको कुरा गर्यौं, यति कुरा थाहा पाइसकेपछि अब हामी बल्ल लाइनलाई डिफाइन गर्न सक्छौं। मैले अघि नै भने तपाईहरुलाई के भने भन्दाखेरि कुनै पनि लाइन बन्नलाई एटलिस्ट हामीलाई कम्तीमा पनि हामीलाई के चाहियो दुईटा पोइन्ट चाहियो है। जस्तो मानौ p र p भन्ने पोइन्ट छ, सपोज x1, y1 कोअर्डिनेट भएको p भन्ने पोइन्ट छ र अर्को q भन्ने पोइन्ट्स x2, y2 भएको pq भन्ने पोइन्ट छ भने अब बल्ल मैले के गर्न सक्छु, सपोज p भन्ने पोइन्ट यता लोकेट गर्दै थियो, q भन्ने पोइन्ट यता कतै लोकेट गर्दै थियो, लोकेटको के को आधारमा गर्छ भन्ने कुरा भयो, लोकेट अघिको कोअर्डिनेट्सको आधारमा गर्छ भन्ने कुरा भयो। अब यो x पोजिटिभ छ कि y पोजिटिभ छ कि नेगेटिभ, कुन चाहिँ नेगेटिभ कुन चाहिँ पोजिटिभ भन्ने कुराको आधारमा कता लोकेट गर्छ भन्ने कुराको के रे दिन्छ हामीलाई है। एक्स पोजिटिभ वाइ पोजिटिभ अथवा दुईटै नेगेटिभ छ कि दुईटै पोजिटिभ छ कि एउटा नेगेटिभ एउटा पोजिटिभ छ, त्यसको आधारमा चाहिँ कता लोकेट गर्ने भन्ने कुरा चाहिँ कोअर्डिनेटको आधारमा दिने भयो। अब अहिलेलाई चाहिँ हामीले के भन्नु बुझौँ भने सिम्पल, सपोज यहाँनिर p भन्ने पोइन्ट थियो अनि यहाँनिर q भन्ने पोइन्ट थियो भने यहाँनिर हाम्रो q भन्ने पोइन्ट थियो भने p को हाम्रो के भयो त कोअर्डिनेट, p को कोअर्डिनेट भयो x1, y1 अनि q को कोअर्डिनेट के भयो त x2, y2 भयो भने अब हामीले दुईटा पोइन्ट्स मिलेर एटलिस्ट एउटा लाइन क्रिएट भयो भने अब हाम्रो काम के हो त भन्दाखेरि यो कहिलेकाहीँ हामीलाई के भनिदिन्छ भन्दाखेरि p र q को डिस्टेन्स निकाल भनेर सोधिदिन्छ है। p र q को डिस्टेन्स निकाल भनेर एक्जाममा सोधिदिन्छ। p र q को डिस्टेन्स इक्वल टु व्हाट भनेर हामीलाई एक्जाममा सोधिदिन्छ। भनेको के हो त भन्दाखेरि हामीलाई चाहियो के त अब यहाँनिर डिस्टेन्स फर्मुला चाहियो है। डिस्टेन्स कसरी निकाल्ने भन्ने कुरा चाहियो भन्ने कुरा हो है। अब डिस्टेन्स कसरी निकाल्ने भन्ने कुरा चाहियो भने डिस्टेन्स भनेको के हो त भनेपछि यसको लेन्थ हो। डिस्टेन्स भनेको यो लेन्थ हो कि हैन, यो लेन्थ हो। अब यो लेन्थ भनेको मैले यहाँनिर सिम्पल हेरौँ त, मैले यहाँनिर सिम्पल एउटा ट्रायंगल फर्मेसन गरेँ भने देखिरहेछ होला, यो सिम्पल एउटा ट्रायंगल फर्मेसन गरेँ भने मेरो यो के हुने भयो त भन्दाखेरि यो चाहिँ हाम्रो कति हुने भयो त, यो भनेको कति हुने भयो, यो हेरौँ है, यो भनेको कति हुने भयो र यो हाइट भनेको कति हुने भयो, यसो हेर्दा यो भनेको p हो, यो भनेको q हो भने यो भनेको पनि त q हो नि, आखिर यो भनेको पनि q हो हैन। यसो के रे यसलाई प्रोजेक्सन गर्दाखेरि q भनेको यो भने यहाँदेखि यहाँसम्मको हरिजन्टल डिस्टेन्स कति हुने भयो त भन्दाखेरि यो भनेको हरिजन्टली x2 गएको छ, यो x1 गएको छ भने यो कति हुने भयो त x2 - x1 हुने भयो है। त्यसरी यहाँदेखि यहाँसम्मको भर्टिकल डिस्टेन्सको कुरा गर्ने हो भने कति हुने भयो त y2 - y1 हुने भयो। अब सिम्पल 8 क्लासदेखि पढ्दै आएको पाइथागोरस थ्योरम त हामीलाई थाहै छ हो कि हैन भन त। 8 क्लासदेखि पढ्दै आएको पाइथागोरस थ्योरम थाहा छ भने पाइथागोरस थ्योरमले के भन्छ त, यो हाइपोटेनियस भनेको PQ हो, हाइपोटेनियस भनेको PQ हो भने PQ भनेको के भन्छ त स्क्वायर रुट अफ के भन्छ भन त p यो यसको स्क्वायर भनेको यो बेसको स्क्वायर प्लस पर्पेन्डिकुलरको स्क्वायर, बेसको स्क्वायर प्लस पर्पेन्डिकुलरको स्क्वायर भनेको के x2 - x1 को स्क्वायर प्लस y2 - y1 को स्क्वायर है। x2 - x1 को स्क्वायर प्लस y2 - y1 को स्क्वायर यति मात्रै गरिदियो भने p र q को बीचमा को डिस्टेन्स कति छ भनेर हामीले क्याल्कुलेट गर्न सक्छौं। त्यसो भए यहाँबाट हामीले बेसिक कुरा के थाहा पायौं त भन्दाखेरि यदि कुनै पनि दुईटा पोइन्ट्सको हामीलाई कोअर्डिनेट दियो है, यदि कुनै पनि दुईटा पोइन्ट्सको हामीलाई बीचको कोअर्डिनेट दियो भने त्यो दुईटाको बीचमा डिस्टेन्स कति छ भनेर हामीले निकाल्न सक्छौं बाइ युजिङ द डिस्टेन्स फर्मुला है त। अब योसँग रिलेटेड क्वेशन्सहरु चाहिँ हामीले अर्को एपिसोडमा गर्छौं, एपिसोड हेर्दै गर्नु होला है त। थ्यांक यू।